हेलो नमस्ते तपाईहरु फ्री फायरमा पनि डायमन्ड टप अप गर्न चाहनुहुन्छ भने तपाईहरुले यो एप सजिलै तपाईहरुले यो एप प्ले स्टोरबाट डायमन्ड फायर फायर भन्ने वाला तपाईले डाउनलोड गरेर तपाईहरु यसबाट पनि फ्री फायरमा फ्रीमै डायमन्ड टप अप गर्न सक्नुहुन्छ। त्यसको लागि यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यस्तो देखाउँछ इन्टरफेस। यस्तो देखाएपछि यस्तो देखाउँछ। देखाइसकेपछि तपाईहरुलाई पहिला सबभन्दा पहिला यो बक्स यहाँ माथि देख्नुभयो यो बक्समा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुलाई विज्ञापन हेर्नुपर्ने हुन्छ। तपाईहरुले विज्ञापन हेर्नुपर्ने हुन्छ। त्यसको लागि तल तपाईहरुले देख्नु भएको छ स्टारमा गएर तपाईहरु विज्ञापन हेर्नु होला। लामो आउँछ त्यही भएर म अहिले सक्दिन। तपाईहरु यसमा क्लिक गरेर विज्ञापन हेरेर तपाईहरुलाई बक्सहरु उता आउँछ। तपाईहरुलाई म भन्छु त्यसको लागि तपाईहरुले त्यो आइसकेपछि तपाईहरुले यसमा यो डायमन्ड भन्नेमा छ यो अप्सनमा जानु होला। यो अप्सनमा गइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मैले 3150 डायमन्डहरु बनाइसके। बनाइसकेपछि तपाईहरुलाई यस्तै बक्सहरु आउँछ। तपाईहरुले पनि सिधै यो बक्सहरुमा यिनीहरुमा क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरिसकेपछि तपाईहरुले यसलाई यस्तो गर्दिनु होला। गरिसकेपछि तपाईलाई यता तल देखाउन सक्छ कलेक्ट यस कलेक्टमा क्लिक गर्नु होला। तपाईले हेर्न सक्नुहुन्छ तपाईलेहरु माथि डायमन्ड गरिसक्यो मेरो डायमन्ड गरिसक्यो विज्ञापन आउँछ छिटो वेट गर्नु होला। यसलाई वेट गरिसकेपछि तपाईहरुले भइसक्यो तपाईहरुले देख्न सक्नुहुन्छ 3240 डायमन्ड भयो। यसैगरी बक्सहरु सबै गर्दिनु होला। तपाईहरुले पनि यसबाट पनि ब्याक आउनु होला। ब्याक आउनु होला तपाई यसबाट ब्याक आइसकेपछि तपाईहरुलाई विथड्र गर्नको लागि तपाईहरुले यहाँ विथड्र बटन देख्नु भएको छ नि विथड्र लेखेको छ नि त्यहाँ डायमन्ड विथड्रमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुले विथड्रमा क्लिक गर्नु होला। विथड्रमा क्लिक गरिसकेपछि तपाईहरुलाई यस्तो अप्सन देखाउन सक्छ। तपाईहरुलाई 2000 डायमन्ड त्यो अगाडि बनाएको छ नि त्यहाँबाट 2000 छ भने तपाईलाई 2500 डायमन्ड आउँछ। तपाईहरुले फ्री फायरमा टप अप गरेपछि तपाईलाई 2500 छ भने 3000 आउँछ। तपाईले 3000 डायमन्ड पुगाउनु भयो भने 600 डायमन्ड आउँछ। जस्तै म अनि यसैगरी बन्डलहरु पनि निस्काउन सक्नुहुन्छ। अनि फेरि यसमा म 3000 कोमा मेरोमा 3000 डायमन्ड पुगिसकेको छ। मैले फ्री फायरमा टप अप गरेपछि चाहिँ मलाई 6000 डायमन्ड आउँछ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसके तपाईलाई विज्ञापन आउँछ। विज्ञापन भइसकेपछि यसलाई कट गर्नु होला र तपाईहरुले देख्नु टाइप फ्री फायर मैक्स इन्टु रिडम डायमन्ड्स इन्टरियर फ्री फायर यहाँ छ नि यहाँ तपाईहरुले यसमा चाहिँ तपाईहरुले फ्री फायरको युआईडी राख्नु होला। यसमा युआईडी हाल्नु होला। म अहिले गर्न चाहन्न तपाईहरुले हालेर यसमा तल सबमिट युआईडी हालेर तपाईहरुले सबमिट गर्नु होला। सबमिट गरिसकेपछि तपाईहरुलाई 2-3 दिनमा तपाईको फ्री फायरमा टप अप हुन्छ। टप अप हुन्छ। यसो ब्याक गर्नु होला। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ तल लेखेर यसरी लेखेर मैले पहिले नै टप अप गरिसकेको छु। गरिसकेर पनि फ्री फायरमा डायमन्ड मेरो आइसकेको छ। यही भएर यस्तो त्यहाँ युआईडी हालेपछि यस्तो नोटिफिकेसन देखाउँछ। मलाई सब्स्क्राइब गर्नु होला बेल आइकन बटनमा थिच्नु होला। हस्त धन्यवाद।